डेटा गुरु नेपाल भनेर नयाँ च्यानल खोलेको छ। यो चाहिँ मेनली डेटा एनालिटिक्सको स्टुडेन्ट्सहरूको लागि टार्गेट गरेर बनाएको। यसमा हामीले एकदम बेसिकदेखि एक्सेल सिक्छौँ। एक्सेलको तपाईँहरूलाई केही पनि नलेज छैन भने पनि तपाईँहरूले यो च्यानल जोइन गरेर यसमा पार्टिसिपेट गर्न सक्नुहुनेछ। किनभने यहाँ हामीले एक्सेलको डेटा क्लिनिङहरूदेखि लिएर फर्मुलाहरू जेनेरेट कसरी गर्नेदेखि लिएर पिभट टेबल कसरी बनाउने र अन्तिममा भिजुअलाइजेसन चार्ट पनि कसरी बनाउने भनेर हामीले हेर्छौँ। किनभने एक्सेलको तपाईँको डेटा एनालिटिक्सको मेन प्रोसेस भनेकै एक्सेलबाट सुरु हुन्छ। नर्मली कम्पनीको डेटाहरू सबै एक्सेलमा अपलोड भएको हुनाले तपाईँले कुनै न कुनै पोइन्टमा गएर डेटा एनालिटिक्सको फिल्डमा एक्सेल तपाईँले चलाउनै पर्ने हुन्छ। एक्सेलमा तपाईँहरू खप्पिस हुनुपर्छ है। हामीले एक्सेल युज गरिसके पछाडि हामी त्यसपछि जान्छौँ सिक्वेलमा। सिक्वेल मेरो कम्पनीले पनि युज गर्ने भएको हुनाले सिक्वेल मलाई एकदम राम्ररी आउँछ। तपाईँहरूले पछि मलाई सिक्वेलको लागि फलोअप पनि गर्न सक्नुहुन्छ। म त्यसमा तपाईँहरूलाई पर्सनल परामर्श पनि दिन सक्छु। सिक्वेलमा हामीले एक्सेलमा डेटाबेस बनाएर पनि तपाईँहरूलाई सिकाइदिन सक्छु। ठिकै छ, अहिलेको लागि हामीले एक्सेलमा गर्ने भनेको एकदम बेसिक क्वेरीहरू, बेसिक जोइन कसरी वर्क गर्छ सिक्वेलमा, अनि एग्रिगेसन फङ्सनहरू, अनि डेटाबेस म्यानेजमेन्ट हामीले सिक्वेलबाट कसरी गर्छौँ त डेटा एनालाइसिस हामीले सिक्वेलबाट कसरी गर्न सक्छौँ भन्नेमा हामी छलफल गर्छौँ। हामी सिक्वेलको पार्ट पनि सिक्छौँ। अनि सिक्वेल सिकिसकेर चाहिँ हामी पावर बिआईतिर लाग्छौँ। पावर बिआई भनेको चाहिँ एकदम अहिलेको कम्पनीहरूलाई नहुने सफ्टवेयर पनि हो। र यो भयो भने तपाईँहरूले प्र्याक्टिस गर्नुभयो भने चाहिँ तपाईँहरूले एमआइएस बिजनेस एनालाइसिस डेटा एनालिटिक्सतिर जब चाहिँ पाउन सक्नुहुन्छ है। तर यो चाहिँ एकदम मजाले सिक्नु पऱ्यो। यो पनि हामी एकदम तपाईँलाई बेसिकदेखि म सिकाउँछु। डेटा भिजुअलाइजेसन कसरी गर्ने, यसको डेक्स मेजरहरू कसरी बनाउने, अनि पछि अन्तिममा हामी एउटा प्रोजेक्ट गर्छौँ। त्यो प्रोजेक्टमा चाहिँ म तपाईँहरूलाई एक्सेलदेखि सिक्वेलमा डेटा कसरी लगेर एक्सेलदेखि क्लिन गरेर सिक्वेलमा कसरी डेटा लगेर डम्प गर्ने, अनि सिक्वेलमा कसरी एनालाइसिस गर्ने, अनि एनालाइसिस गरेर सिक्वेल कसरी पावर बिआईमा लाने, अनि यो सबै प्रोसेसलाई अटोमेट कसरी गर्ने भनेर हामीले हेर्छौँ। यसलाई हामीले अटोमेट गरेर सिक्छौँ। अन्तिममा हामीले एउटा प्रोजेक्ट बनाउँछौँ। ठिकै छ, लेट्स गो टु एक्सेल। अब हामीले एक्सेल युज गर्नुपर्ने हुन्छ, त्यही भएर एक्सेलको हामीले केही प्र्याक्टिस पनि गरिरहनु पर्छ। यो भनेको मैले एउटा डेटा आफैले जेनेरेट गरेको छु तपाईँहरूले सिकाउन। एक्सेलको हामी एकदम बेसिक फङ्सन भनेको सम हुन्छ। यहाँ मैले तपाईँहरूको सजिलोको लागि आफैले एउटा फर्मुलाको सिट बनाएको छ। सम हुन्छ, एभरेज हुन्छ, म्याक्स, अनि काउन्ट हुन्छ, अनि काउन्ट एन्ड नन एम्प्टी हुन्छ, अनि काउन्ट ब्ल्याङ्क, अनि यो इफ चाहिँ एकदम इम्पोर्टेन्ट फङ्सन हो। इफ सम इफ अनि सम इफ्सहरू भन्ने हुन्छ। त्यतिकै त हामी पछि हेर्दैछौँ होला, अप्पर लोवर भन्ने हुन्छ। अब एक्सेलमा सुरुमा हामीले सिक्ने भनेको चाहिँ सम कसरी गर्नुपर्छ भनेर सिक्ने हो। हामीले सम गर्न चाहिँ इक्वल टु एम सम इक्वल टु सम आइसकेपछि यहाँ तपाईँले आफै देख्नुहुन्छ नम्बर 1 हुँदैछ। अब हामी केलाई जोड्ने हो त, यो नम्बरलाई जोड्ने, यो नम्बरलाई जोड्ने, अनि नम्बर 2 भनेको छ। ठिकै छ, यो नम्बरलाई जोड्ने, अनि त्यो चाहिँ ब्राकेट लगाइदिने। ब्राकेट लगाएर इन्टर थिचिसकेपछि दुईवटा नम्बर त सम भन्छ। एकदमै इजी छ। अब मल्टिप्लिकेसन भनेको इक्वल टु चाहिँ हरेक फर्मुलाको अगाडि लगाउनै पर्छ। त्यसलाई इक्वल टु
मल्टिप्लिकेसनलाई प्रोडक्ट प्रोडक्ट भन्दा प्रोडक्ट थिचिसकेपछि हेर्नु त यहाँ कति छ कि यहाँ त नम्बर वान लेखेको भन्दा उसले आफै भनिदिन्छ नम्बर वान भनेको यो भयो यसलाई क्लिक गर्ने अनि कमा दिन बिर्सिनु हुँदैन कमा पनि तपाईँको यहीँ देखाएको हुन्छ अनि नम्बर टूमा के हाल्ने त भन्दा उसले हाइलाइट पनि गरिदिएको हुन्छ नम्बर टू यो क्लिक गर्ने क्लिक गरिसके पछाडि ब्रेकेट दिने नम्बर थ्री पनि हाल्न सक्नुहुन्छ कमा दिने नम्बर थ्री हाल्ने हेर्नुहोस् त के सजिलो छ ठिकै छ अब हामीले यहाँ मध्येको यो सम भन्ने फर्मुला सिक्यो सम भन्ने सिक्यो मल्टिप्लिकेसन भनेको त प्रोडक्ट भनेको तपाईँहरूले सिकिहाल्नुभयो यस अब यो टेबलमा हामीलाई के भनेको छ टोटल लिनु भनेको युनिट सोल्ड इन्टु प्राइस पर युनिट हो यसमा पनि हामीले इक्वल टु प्रोडक्ट फङ्सन युज गर्नुपर्ने हुन्छ प्रोडक्ट फङ्सन युज गर्नुपर्ने हुन्छ नम्बर वान हामीलाई के चाहिन्छ युनिट सोल्ड भनेर यो कमा नम्बर टू हाम्रो के चाहिएको छ यसलाई ब्राकेट दिने 15 गरिदिने इन्टरसेप्ट दिने आई गयो यसलाई के गर्नु भने यहाँदेखि यति तपाईँहरूले स्कुल गरिदिनु भने यसले आफ्नै तान्नुभयो भने यसले आफै फर्मुला मिल्छ हेर्नुहोस् त के गर्नै परेन कति सजिलो छ त्यसैले हात्तिनु हुँदैन बिस्तारो बिस्तारो हामी त सिक्छौँ तपाईँहरूलाई केही क्वेसन छ भने त्यो कमेन्ट सेक्सनमा हाल्न सक्नुहुन्छ अथवा मलाई पर्सनली मेसेज गर्न सक्नुहुन्छ म त्यो सिकाउँछु अब यहाँ हामीलाई के हुन्छ भने टोटल रेभेन्यू खोज्नु भनेको छ टोटल रेभेन्यू भनेको इक्वल टु टोटल रेभेन्यू भनेको जोड्ने हो सम गर्ने अब नम्बर वान नम्बर टू भनेको छ तर हामीलाई कुन नम्बर चाहिन्छ अब यो नम्बर हामीले नम्बर वान कमा नम्बर टू गरेर एकदम ज्या हुन्छ नि त होइन त्यही भएर हामीले नगरिकन हामीले यसलाई रेन्ज पनि दिन सकिन्छ रेन्ज भनेको चाहिँ यहाँदेखिको रेन्ज भनेको यहाँदेखि रेन्ज भनेको यहाँदेखि यहाँसम्मकोलाई सङ्गर भन्दा पनि सकिन्छ त्यसको लागि चाहिँ सम भयो यहाँदेखि तान्दै लाने माउसले स्क्रोल गर्ने यति गरिदिने यति गरेर ब्राकेट लगाइदिने त्यति भइसकेपछि टोटल रेभेन्यू त्यति सजिलै आयो ठिकै छ अब हामी अर्को फङ्सनतिर लान्छौँ अब हामी एभरेज अब हामीलाई एभरेज फाइन्ड गर्नुपर्नेछ एभरेज भनेको सबैको एभरेज कति छ त भन्नु गर्नुपर्ने हुन्छ सो इज इक्वल टु एभरेज आयो त्यसलाई मिडियम दिने यहाँसम्म तान्ने त्यसपछि ब्राकेट क्लोज हेर्नुहोस् त कति सजिलो छ एभरेज भनेको हाम्रो एभरेज रेभेन्यू चाहिँ 1,76,000 हुन्छ भनेको छ हामीसँग युनिक आइटम छ त यहाँ त मेरोमा सबै युनिक छ त्यही पनि हामी एकचोटि युनिक भनेर ट्राई गरिहेरौँ न चाहिँ युनिक भन्ने छ यहाँ एरी भनेर यहाँदेखि यहाँको युनिक भ्यालु पत्ता लगा भनेको छ पहिला हामी ब्राकेट क्लोज गर्ने इन्टर गरिदियो अब यहाँभरिको सबै मेरोमा युनिकहरू चाहिँ यति छ है भन्दा युनिक आइटमहरू यसले दिन्छ अब जस्तो यहाँ हामीले एसएसबी ल्याएर आउँदै भने यसले के गर्छ त भने यसले यो एसएसबी दुईचोटि दिँदैन उसले एकचोटि मात्रै यहाँ दिन्छ जस्तो हामी तान्दिनँ यसरी A14सम्म अन्त उसले एसएसबी बुक दिँदैन यसले खालि युनिक आइटम छ मेरोमा भएको युनिक आइटम मात्रै दिन्छ मेरोमा भएको युनिक आइटम एउटा दुईवटा तिनवटा चार चार पाँच छ सातवटा मात्रै छ र मैले रेन्ज त कतिसम्मको लिएको थिएँ 7देखि 14सम्मको लिएको थिएँ त्यही भएर उसले मेरोमा भएको युनिकहरू मात्रै दिन्छ लागेको छ यो जिम सम पनि बुझ्यौँ प्रदेश पनि बुझ्यौँ अब हामीलाई चाहियो मेन भनेको चाहिँ हाम्रो यसमा यतिमा सबसे कम्ती भ्याल्यु भनेर उसले दिन्छ ठिक छ हामी यहाँ युज गरौँ इक्वल टु चाहिँ हामीले सबसे फर्मुलाको अगाडि लानै पर्ने हुन्छ इक्वल टु अब यसमा पनि हामीले अबदेखि चाहिँ रेन्ज सेलेक्ट गर्छौँ अब नम्बर वान नम्बर टू पनि सेलेक्ट गर्नुहुन्छ नम्बर वान भनेको भयो कमा दिन नबिर्सिनु अनि 3 ब्राकेट क्लोज इन्टर गर्यो भने 3 र यही फर्मुलामा हामीले यसलाई
देखि यहाँसम्म परिवर्तन के हो भने यसले गर्छ हाम्रो यहाँदेखि यहाँसम्म पनि सबसे कम्ती भ्यालु भनेको यो यसले अटोमेटिकल्ली थाहा पाउँछ हामीले मिन फङ्सन पनि हाम्रो मिन फङ्सन पनि सक्यो हामीले यसमा गरेको भनेको हाम्रो सम पनि सक्यो एभरेज पनि सक्यो मिन पनि सक्यो अब हाम्रो यता यो म्याक्स अब यसलाई म्याक्स भ्यालु चाहिन्छ म्याक्स भ्यालु पनि एकदमै इजी छ है म्याक्स भ्यालु भनेको अब मिनले एकदम सानो पत्ता आउँछ भने म्याक्सले एकदम ठुलो पत्ता आउँछ अब हेरौँ है त अरूतिर नबिर्सि नै म्याक्स फङ्सन लेख्ने यहाँदेखि यहाँसम्मको रेन्ज साइड गरिदिने ब्राकेट क्लोज इन्टर देख्नु त कति सजिलो छ 45 एकदम हाम्रो यहाँ 45 भनेको यसले दियो यहाँदेखि यहाँसम्म जानु सक्छ हाई भ्यालु भने 45 छ तपाईँले हेर्न पनि सक्नुहुन्छ यही सजिलो छ है धेरै सजिलो एक्सलदेखि सजिलो छ यति एक्सल र एक्सल र पावर बिआई मात्रै तपाईँले युज गर्न आयो भने पनि तपाईँले 30-40 हजारको एमआइएस जब पाइहाल्नुहुन्छ मेन पनि सक्यो म्याक्स पनि सक्यो अब काउन्टिङ फर्मुला भयो अब काउन्ट गर्ने चाहिँ के गर्छु भने यही हालमा चाहिँ चाहिँ हाम्रो यो यति रेन्जमा कतिवटा भ्याल्युहरू छन् भनेर काउन्ट गर्छ हाम्रो यतिवटा रेन्जमा 6वटा भ्याल्यु छ हेर्नुहोस् त 1 2 3 4 5 6 यो त हाम्रो नछ त्यसैले हाम्रो काउन्टले यसलाई काउन्ट गर्दैन हाम्रो यति भ्यालु यो तिनवटा भ्यालुलाई मात्रै काउन्ट गर्छ जब कि हाम्रो रेन्ज त पुरैको त्यसैले काउन्ट भनेको चाहिँ हाम्रो यो रेन्जमा कतिवटा सेल फिल्ड भएको छ भनेर हाम्रो काउन्टले हेर्छ अर्को भनेको काउन्ट ब्ल्याङ्क छ काउन्ट ब्ल्याङ्क भनेको काउन्टको अपोजिट हो काउन्टले चाहिँ ती रेन्जमा कतिवटा भ्यालु फिल गरेको छ भनेर हेर्छ भने काउन्ट ब्ल्याङ्कले चाहिँ यतिवटा फिल्डमा हाम्रो यतिवटा रेन्जमा कतिवटा कुन रेन्जमा चाहिँ भ्याल्यु छैन कतिवटा रेन्जमा चाहिँ भ्याल्यु छैन भनेर कतिवटा सेलमा भ्याल्यु छैन भनेर काउन्ट ब्ल्याङ्कले एन्सर गर्छ अब हाम्रो यसमा 1 हो हाम्रो एन्सर त्यसैले 1 हुन्छ है त हाम्रो एन्सर त्यसैले 1 भयो ठिकै छ हामीले काउन्टको पनि कभर गरिसक्यौँ अब हामी जान्छौँ लोजिकल फर्मुलातिर लोजिकल र कन्डिसनल फर्मुला यो भनेको चाहिँ एकदमै युजफुल फर्मुला हो त्यसैले यो चाहिँ एकदमै ध्यान दिएर सुन्नु होला है त एकदमै युजफुल फङ्सन हो इफ फङ्सन भनेको डिसिजन मेकिङ फङ्सन हो यहाँ लेखेको पढामै 6 if a specific condition is made returning one value if the condition is true and another value if it is false इफ फङ्सन के हुन्छ भने एउटा हाम्रो हामीले कन्डिसन सेट गरेको हुन्छ हामीले कन्डिसन सेट गरेको हुन्छ त्यो कन्डिसन मिट भयो भने एउटा भ्याल्यु आउटपुट दे त्यो कन्डिसन चाहिँ मिट भएन भने अर्को भ्याल्यु आउटपुट दे भनेर हाम्रो इफ फङ्सन चाहिँ भन्छ यस्तो हामीले एउटा स्टुडेन्टको पास मार्क्स 40 डिनोट गरेको छ हाम्रो स्टुडेन्टले चाहिँ ल्यायो 35 मात्रै अब हाम्रो डिसिजन चाहिँ के हुन्छ भने is equal to if फङ्सन लाउने if यो स्टुडेन्टको मार्क्स इज लेस देन 40 होइन हाम्रो लोजिकल टेस्ट भनेर यहाँ एक्सेलले हामीलाई हाइलाइट नै गरेर देखाइदिएको छ यो चाहिँ हाम्रो लोजिक भयो अब यो कन्डिसनमा यो कन्डिसन भ्याल्यु भयो भने हामी यसलाई लेस देन 40 भनेको अनि अर्को चाहिँ भ्याल्यु फल्स अब जस्तो हाम्रो यो कन्डिसन चाहिँ फल्स भयो भने लेस देन 40 छैन भने चाहिँ अभियसली त मोर देन 40 हुन्छ त्यो भनेको ट्रु भनेर अब हाम्रो फङ्सनले के एन्सर दिन्छ एक्ज्याक्टली हाम्रो फङ्सनले फेल भनेर डिनोट गरिदिन्छ यति सजिलो छ यो फङ्सन आज चाहिँ मैले तपाईँहरूलाई यो फङ्सनहरू बुझाएको मात्रै हो भोलि म तपाईँहरूलाई एउटा छुट्टै नोटबुक बनाएर सेट बुक बनाएर एउटा छुट्टै सिटमा चाहिँ हामी यो क्वेसन यो फङ्सन बेस्ड क्वेसनहरू मात्रै म हाल्छु अनि त्यहाँ
हामी सबैजना मिलेर सल्भ गर्नुपर्छ है त। ठिकै छ। हाम्रो तपाईँहरूले यहाँ मैले पढाए जतिको मात्रै पनि तपाईँहरूले मजाले प्र्याक्टिस गर्नुभयो र मजाले बुझ्नुभयो भने तपाईँले लगभग 40 to 50% एक्सेल बुझ्नुहुन्छ क्या। ठिकै छ। अब हामीले अब गर्ने भनेको टेक्स्टको क्लिनिङ फङ्सनहरू हो। यो पनि एकदमै इम्पोर्टेन्ट छ। ठिकै छ। अब अपरदेखि हेरौँ है त। अपर भनेको चाहिँ के गर्छ भने यसले चाहिँ सबै हाम्रो लेटरहरूलाई क्यापिटलाइज गर्छ। जस्तो यो गलत प्रिन्ट ठिकै छ। यो नराखौँ। हाम्रो डिसिजन छ होइन। यो डिसिजनलाई इक्वल टु अपर फङ्सन युज गरिदियो। एउटा मात्रै छ है यसको प्यारामिटर चाहिँ हामीले पास गरौँ भने डिसिजन। यहाँ स्मल लेटर छ। यहाँ सबै अप्पर लेटर क्यापिटल लेटरमा ल्याइदियो। ठिकै छ। अप्पर लेटर हामीले कभर गरिसक्यौँ। अब लोवर लेटर भनेको सबैलाई अप्परले सबै क्यापिटल लेटर गर्छ भने लोवरले यसलाई नै सबै स्मल लेटरमा दिन्छ। कति सजिलो छ। प्रोपर भनेको चाहिँ हाम्रो फर्स्ट लेटरलाई मात्रै क्यापिटलाइज गराउँछ। यो जस्तो हामी प्रोपर लेख्छौँ। प्रोपर इङ्ग्लिस भन्छ नि त्यही हो कि। प्रोपर भन्ने एउटा मात्रै पास हुन्छ है। सक्यो प्रोपर। यो त मैले बुझाउनु पनि पर्दैन। ओके। ट्रिम भनेको चाहिँ एकदम युजफुल फङ्सन हुन्छ है। ट्रिम भनेको चाहिँ जस्तो अब हामी धेरै नै हामीले के गर्छौँ भने हामीले स्पेस दिइदिन्छौँ कि। अनि एउटा स्पेस अब जस्तो हाम्रो फिक्सनमा चाहिँ के हुन्छ भने हाम्रो यो डिसिजन छ नि। अब हामीले यहाँ फेरि यो डिसिजनलाई दुईवटा स्पेस दिएर छुट्टै लेख्नु भने पनि हाम्रो एक्सलले चाहिँ यसलाई छुट्टै लिन्छ, यसलाई छुट्टै लिन्छ। अब यसलाई फेरि हामीले यस्तो बनाउनु चाहिँ के गर्नु पर्यो भने ट्रिम गर्नु पर्यो। ट्रिम भनेको चाहिँ स्पेस हटाउँछ कि एक्स्ट्रा स्पेस हुन्छ कि हाम्रो वर्डको अगाडि पछाडि एक्स्ट्रा स्पेस हुन्छ त्यो हटाउँछ। के गर्नु पर्यो भने ट्रिम फङ्सन जाने यो प्यारामिटर पास गर्ने भन्दाखेरि हेर्नु त मैले यसलाई त तानेको अनि यसलाई पनि तानेको। यहाँ माथि स्पेस छ, यहाँ पनि स्पेस छैन। कति सजिलो छ। आज हामीले यो के पढ्यौँ भनेर ठिकै छ। मैले हामीले तपाईँहरूलाई यसको सम पनि गरिदिइहाल्नु पर्छ क्या। तपाईँलाई प्र्याक्टिस पनि हुन्छ। यसको सम गरिदिएर कति गर्दा 119 लगाइदिएर कति सजिलो। अब तपाईँहरूले यस्तै एउटा कुनै डेटा बनाउने अनि डेटालाई प्र्याक्टिस गर्ने। सुरुमा तपाईँले समको प्र्याक्टिस गर्नु। समदेखि एभरेज निकालेर प्र्याक्टिस गरिहेर्नु। अनि मिनिमम भ्याल्यु निकालेर प्र्याक्टिस गरिहेर्नु। म्याक्सिमम भ्याल्यु निकालेर प्र्याक्टिस गरिहेर्नु। काउन्ट कतिवटा छ मतलब काउन्ट निकालेर प्र्याक्टिस गरिहेर्नु। एकदमै युजफुल फङ्सन हो। आज मैले तपाईँलाई एकदम बेसिक मात्रै बुझाएको छ। तर यो हामीले चाहिँ भोलि यसलाई नै अलिकति एडभान्स भन्दा पनि म भोलि तपाईँहरूलाई यसैमा एउटा अर्को सिट थपिदिन्छु। अनि त्यहाँ चाहिँ हामीले एकदम यिनीहरूको प्रब्लमहरू मात्रै सल्भ गरौँ। त्यो भइसकेर चाहिँ हाम्रो बेस चाहिँ एक्सलको बेस चाहिँ स्ट्रङ हुन्छ। त्यसपछि इफको भइहाल्यो। अनि यो अरू यो अप्पर लोवर प्रोपरहरू पनि प्र्याक्टिस गर्नु। तपाईँहरूले जति धेरै प्र्याक्टिस गर्नुहुन्छ जति धेरै प्र्याक्टिस गर्नुहुन्छ त्यसपछि मात्रै तपाईँहरू पर्फेक्ट हुनुहुन्छ। किनभने यो यस्तो ट्युटोरियल भिडियोहरू मात्रै हेरेर त्यो मैले सिकाएको मात्रै गरेर तपाईँहरू अघि खासै धेरै बढ्न सक्नुहुन्न। तपाईँहरूलाई आइडिया चाहिँ हुन्छ तर आफ्नो जब मान्छेले भित्रदेखि म आफू गर्छु भनेर सुरु गर्छ, आफैले नयाँ नयाँ क्वेसनहरू खोजेर उसले सल्भ गर्न चाहन्छ, त्यसपछि मात्रै तपाईँहरू अघि बढ्नुहुन्छ क्या। मैले यो त सिकाउँछु, सिकाइसकेपछि मैले गरेको मात्रै गरेँ भन्दा तपाईँहरू त्यो मभन्दा माथिको लेभलमा जान सक्नुहुन्न क्या। म चाहिँ के चाहन्छु भने तपाईँहरू चाहिँ मभन्दा माथिको लेभलमा जानुहोस् भनेर चाहन्छु क्या म। त्यसैले ओके, गफ पनि धेर भयो होला। हाम्रो टाइम पनि एकदमै कम्ती छ। यही हो, डेटा एनालिटिक्स सिक्ने हो भने चाहिँ अब फलो गर्ने, मलाई सबैतिर फलो गर्ने। म टिकटकमा पनि छु, डेटाको नेपाल भनेर। अब बिस्तारै बिस्तारै हामीले युट्युब र फेसबुकतिर पनि हामीले बढाउनुपर्छ। ओके।
थ्याङ्क यू। भोलि चाहिँ हामी यही अहिले सिकेको बेसिक फर्मुलाहरू चाहिँ सबै मजाले 20-30वटा क्वेसन म रेडी पार्छु तपाईँहरूलाई पनि। तपाईँहरूले पनि मलाई मेसेज पठाउने गर्नु। मेसेज पठाउनु भयो भने के हुन्छ भने म पनि तपाईँहरूलाई त्यो सिट प्रोभाइड गरिदिन्छु अनि त्यो सिटमा हामी सबैजना सँगसँगै मिलेर बसेर त्यसलाई सल्भ गर्नुपर्छ। हामीले लगभग एक्सेललाई 15-20 दिनको टाइम दिन्छौँ। 15-20 दिनमा हामी एक्सेल चाहिँ पर्फेक्ट भइहाल्छौँ। आज चाहिँ हामीले बल्ल डिस्ट्रिब्युट गऱ्यौँ, त्यो चाहिँ 15-20 दिन अथवा बढेर 30 दिन हाम्रो बढेर यो 30 दिन भयो भने खासै मतलब हुँदैन, किनभने एक्सेल इज द बेस्ट। एक्सेल इज गड भनौँ न। एक्सेल इज द डाइनामिक्सको लागि एक्सेल इज अरू 30 दिन भयो भने यो सिक्वेल पनि म तपाईँहरूलाई 30 डे 20 to 30 डे दिन्छु सिक्वेलको लागि, किनभने तपाईँहरूलाई सिक्नुपर्ने हुन्छ। मैले सिकाउने तपाईँहरूलाई फर्मुलाहरू अनि यो क्वेरी कसरी गर्ने, जोइन कसरी, क्वेरी कसरी बनाउने, जोइन कसरी, जोइनको यो इनर जोइन आउटर जोइन अनि लेफ्ट जोइन राइट जोइन कसरी युज गर्ने, कसरी टेबलहरू जोइन गर्ने भनेर सिकाउने हो। अरू त अब एनालाइसिसको पार्टहरू पनि म सिकाउँछु। चाहिँ आफूले गर्नुभयो भने अझै राम्रो हुन्छ। हामी मिलेर गरौँला। अनि तपाईँहरूले त मलाई एकदमै मजा लाग्छ। यो पनि हामी दिएको भयो हामीले एकदमै लगभग मलाई तपाईँहरूले टोटल गरेर 90 डेज दिनुभयो भने चाहिँ तपाईँलाई जुन डेटा एनालिस्टको लेभलमा पुर्याउने जिम्मा चाहिँ मेरो। तर मैले भनेअनुसार प्र्याक्टिस पनि गर्नु पऱ्यो। तपाईँहरूले प्र्याक्टिस नगरी चाहिँ हुँदैन। आफैले क्वेसनहरू नयाँ नयाँ खोजेर तपाईँले गर्नै पर्छ है। एकदम भन्छ आउँछ। म तपाईँलाई ट्याक्सहरू के अरे यो एक्सप्लिसिट मेजर इम्प्लिसिट मेजर सबै युज गर्न सिकाउँछु है। अहिलेको लगभग सबै कम्पनीहरूको लागि गो टु टुल भइसक्यो। ओके, थ्याङ्क यू। म चाहिँ के गर्नु अब तपाईँहरूले यो मैले दिएको फर्मुला सबै कुरा मजाले हेर्नु। थ्याङ्क यू क्लास।